हेलो गाइज नमस्ते सबैजनालाई स्मेल रूपेश शर्मा फाइनल्ली म चाहिँ धेरै पछि चाहिँ आज भ्लगमा आएँ होइन। आज चाहिँ निस्किने काम थियो। किन निस्केको भन्दा आज चाहिँ हाम्रो त्यो समाजको चाहिँ आज हाम्रो त्यस्तै भेटघाट थियो पार्टी प्यालेसमा। अब म चाहिँ यता झम्सीखेलबाट हिँडिसकेँ अनि गाइज होइन आज चाहिँ भ्लग आउँछ होला सायद। लेट्सी के हुन्छ। अनि बाटोमा आउँदै थियो ट्याक्क टेकु कडिरहेको थियो होइन। मेरो चाहिँ यहाँको होइन चाबी हरायो भने मासला तना बनाइगयो नि। चाबी खस्यो है अलिकति माथि निस्के जस्तो भएको थियो। अहिले गर्छु भन्दा भन्दै खस्यो भने कहाँ खस्यो तनाव बनायो गाइज। अब उता जानु कि जानु हुन त हुन्छ है यतिकोमा नि के गर्नु भयो तनाव भयो र गाइज। अब यस्तै हो के गर्नु। अब अर्को चाबी लिन घरै जानुपर्ने हुन्छ। तनावै बनायो के भने छेट। र गाइज अब चाहिँ के हुन्छ बाटोमा हामी चाहिँ वहाँ गएर सबै भ्लग देखाउनेछौँ। आज चाहिँ फाइनल्ली आज चाहिँ भ्लग आउँछ होला बेलुकासम्म। लेट्सी कतिजनाले चाहिँ हेर्नुहुन्छ अनि सबैजनाले चाहिँ अब कमेन्ट पनि गर्नु पर्यो सब्सक्राइब पनि गर्नु पर्यो है मिस्टर शर्मा भ्लग्सलाई। अब चाहिँ म बाटोतिर देखाउँछु नभए वहाँ गएर भयो नि देखाउँछु है। अहिलेले चाहिँ यति नै भन्दछु। लाउनु फाइनली गाइज म चाहिँ यहाँबाट हिँडिसकेँ अनि हाम्रो चाहिँ यहाँ एउटा ब्रदर नै भेट हुनु भएको होइन। चट्ट लाएर हामी चाहिँ दुईजना भएर चाहिँ मस्तले चाहिँ हिँडेको। बेलुकासम्म चाहिँ गाइज भ्लग पनि आउँछ होला अनि सबैजनाले चाहिँ टक्क लाएर हेरिदिनु पर्यो। हाम्रो ब्रदर चाहिँ यहाँ पछाडिबाट आउँदै हुनुहुन्छ अनि 10-12 जना लाग्नु भयो रहेछ। बाटो नचिनेर हामी चाहिँ यहाँ टक्क लाएर टेकु आइपुगेको। चट्ट पेट्रोलले नि हावा हानिसक्यो यार मासला तनाव बनायो छेट। त्यस्तै छ के गर्नु होइन। गाइज अब चाहिँ तर म त भ्याउँदिनँ कि है यस्तो गर्छु भन्यो मामबागा जहिले काम भन्यो यता भन्यो उता भन्यो औडा लाग्ने यार। न भ्लग बनाउन भ्याउँछ न टाइम हुन्छ टेन्सन लाग्छ भने छेट के गर्नु के नगर्नु। ब्रदरले जित्छन् क्या हो मलाई यार। म त खासै कुदाउँदिनँ कुदाउन त अब यस्तो ठाउँ भए मात्रै कुदाउने हो नत्र भए त नो चान्स। माया के होला सोचेको तिमीलाई भन्दै बस्नु होला जस्तो। ए हिँड न यार। लाली जबन जान्छ कि हजुर हाम्रो गर्दा चाहिँ यहाँ अगाडिको हुनुहुन्छ होइन चट्ट लाएर हामी चाहिँ दुईजना भएर हिँडियो फाइनल्ली च्याक्क सरर। ल केटो त हिँडियो त अनि बाटो सोध्दै थियो अघि सोधिन हो र भाग्दिन है। ओ माई गस भागोस् महापुरी बाटो देखाइदिउँ भनेको ठिकै छ केही छैन। म चाहिँ बिस्तारै चिलमा जान्छु। गाइडहरू हाम्रो त उता आइ पनि सकेछन्। अब म चाहिँ अब बिस्तारै नै जान्छु के छ र मलाई होइन। यस्तै छ जिन्दगी। ए बाइक चलाउने अल्छी नै लाग्छ हो कहिले त थेट जाम देख्दा। काठमाडौँको जाम काठमाडौँ यस्तै छ गाइज। अब म चाहिँ लगभग अब चाहिँ 5-10 मिनटमा पुग्छु होला गाइज। अनि चट्टा लाएर चाहिँ
सबैजनाले सब्सक्राइब पनि हान्दिनँ अहिले चाहिँ अब ठ्याक्क लगाएर म चाहिँ कता के पो भन्छ हौ ठ्याक्कै नाम नै आएन डल्लुतिर आइपुग्न लागे अब यहाँबाट चाहिँ बनस्थली जान्छु अनि एक लट चाहिँ पेट्रोल हाल्नुपर्ने हुन्छ गाइज चट्ट लगाएर पेट्रोल हालेर चाहिँ अब त्यहाँबाट फेरि निस्किनु पर्ने हुन्छ पेट्रोल नि बढेछ 500 को मात्रै हाल्छु आज त म धेरै त नहाल्ने कहीँ जानु पर्दैन अब कतै जानु परेको अलि हाल्नु भन्ने हुन्छ र होइन ए कहीँ जानु नपरेपछि थोरै हाल्ने हिँड्ने हो चट्ट लगाएर ए सेट गाह्रो छ गाइज गाह्रो छ कन्टेन्टै पाउँदिनँ भने म त यार के भन्नु के नभन्नु भर्खर स्टार्ट गर्ने भएर होला है के भनौँ के नभनौँ औरा लडाउँछ हौ छ्या म त के गर्नु र भन्थेँ त्यस्तै भइरहेको चाहिँ यहाँबाट चाहिँ सिधै जानु पर्यो छ्याक्क लाएर गाइज अब यस्तै छ के गर्नु बिस्तारै बिस्तारै गर्छु मैले अब भ्लग बनाउने काम फुर्सद मिलाएर टाइम मिलाएर होइन फाइनली गाइज यहाँबाट नि हिँड्यो होइन ए म कहाँ हुन्छ बनस्थली चोकमा हो ठ्याक्कै अब यहाँबाट चाहिँ पेट्रोल हाल्छु एक लट चट्ट लगाएर पेट्रोल हालेपछि चाहिँ अनि फेरि हामी डेस्टिनेसनतिर जानुपर्छ समथिङ के बेङ्कुक पो भन्छ यार छोरोल्पा हो कि समथिङ के थियो क्या बेङ्कुकको नाम पनि त्यही जानुपर्ने हुन्छ फाइनल्ली पेट्रोल हाल्नु पर्यो पेट्रोल नि कतिको हाल्ने भयो यार 500 को चाहिँ हाल्नुपर्ने भयो अब चट्ट लगाएर 500 को पेट्रोल हालिन्छ चट्ट लगाएर अनि गइन्छ कतातिर हाल्ने होला है हाल्नु पर्ला फाइनली गाई चाबी चाहिँ लिएर आएँ ल मैले चाहिँ चाबी चाहिँ मैले लिएर आइहालेँ 500 100 200 300 400 500 साला पानी गर्न लागिसकेको छ दाइ का हालौँ भनेको भाइ 500 को आमा तेल में बढेर अरे के भयो
500 छैन। ओ सेट 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 महँगो तेल गयो नि दाइ। अಯ್या जे भयो नि तपाईँको भयो नि गयो नि त। अहिले त थोपा थोपा नि हिसाब हुने बेला भइसक्यो नि। ल दाइ धन्यवाद। गाई गयो दाइले तेल पोखिदिएर भने कसम छ झन् कहाँ जानुपर्नेमा सब खबरा भइगयो नि यार। हातै पुरै पेट्रोल पो गर्ने त हौ। महँगो तेल पोखिदिएर के हुन्छ र अड्किँदैन त हौ फेरि। केटाहरूले थुक गरे यतापट्टि तेल छ त्यो लाइन मात्रै पऱ्यो त यार। गाइस फाइनल्ली अब यहाँबाट तेल पनि हालेर फाइनल्ली हिँडिसकेँ म। ए नगरी के छ गाई घरमा कसम छ। तर आज शनिबार होला भएर होला तर बाटो चाहिँ वाइर खाली सबै नआएको छ। कस्तो मजा आएको त। ओ माई गड सिरसिर सिरसिर पानी परेको है। ओ माई गड सबैजनाले गाई सब्सक्राइब चाहिँ गरिदिनु होला होइन। चाहिँ स्वास्थ्य लाएर ओ माई गड यहाँ त बाटो बनाउँदै पो रहेछ यार। बनाउ भइगयो नि फेरि घुम्नु पर्यो। कस साथीहरू कस बाटो बनाउँदै रहेछ होइन कसम छ। भित्र बाटो जानुपर्ने हो खानाले भाइ यहीँबाट चाहिँ ढुक्किया हो। ओइ फेरि के लौरा जस्तो यत्रो टाइम लाग्यो यार बनाउनु छ। अस्तिदेखि कम्तीमा नि यहाँ त मलाई अस्ति पनि आएको लगभग 1 विक त भइसक्यो होला है। मोबाइलै फस्ला भन्दा त अरे यार मेरोमा फेरि 0.5 हुँदैन क्या। अनि यस्तो समस्या छ कसम। फाइनल्ली यहाँबाट झऱ्यो गाइस। ओ माई गड पार्टी प्यालेसको नाम समथिङ छोरोलबा कि समथिङ के पो भन्दै थियो यार। अब त्यहाँ सट्ट सिधै लाएर त्यहीँ जानुपर्ने हुन्छ। यार लोकेसनै म कन्फ्युज भइरहेको छु भनेको छ। यहाँबाट सिधा 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 आयो गाई फाइनल्ली छोरोलको हामी पनि आयो। हामी चाहिँ अब चट्ट यहीँ हो के अरे
बसको पार्किङ चाहिँ यहीँ जस्तो लाग्यो मलाई। र गाइस फाइनली डेस्टिनेसन आइपुगेँ म। आइमा थकै पनि लागिसक्यो यार। गाइस फाइनली म चाहिँ यहाँ आइपुगेँ। अब चलाएर के कस्तो छ भित्रको माहौल चाहिँ मैले देखाउँछु, सबैजना चाहिँ हेर्नु होला होइन। त्यो सब भ्लग हेर्नु पऱ्यो हेर्नु ल। अहिलेलाई यति नै। टक्क लाएर चाबी मैले भर्खरै चाबी पनि लिएर आइसकेँ। अब त्यस्तै छ टक्क। अब चाहिँ म भित्रको केही उयोहरू चाहिँ तपाईँहरूले चाहिँ अब टक्क लाएर देखाउँछु मैले है त। अलराइट गाइज हामी चाहिँ टक्क लाएर यहाँ बेङ्गुली आइसक्यौँ। अझै मान्छे हामी चाहिँ लगभग कतिजना 35जना होइन 35जना भेला भइसक्यो चट्ट। हामी चाहिँ खासासा खाइसक्यौँ। अनि अब हाम्रो चाहिँ यहाँ डान्स हुँदैछ यता पछाडि। अनि यहाँ छन् हाम्रो भाइ मिस्टर उज्जवल पाण्डे, यता छ मिस्टर सुदीप पाण्डे, म छु यहाँ। अनि हाम्रो चाहिँ अब रमाइलो हुँदैछ होइन। पछाडि चाहिँ पुरै म्युजिक गाइस एकदम रमाइलो भइरहेको। तर माइकले त साउन्ड जस्तो लागिरहेको गाइस। हामी चाहिँ पछाडिको चाहिँ तपाईँहरूलाई सबै आजको चाहिँ डान्स जति समय देखाउनेछौँ। नमस्ते नयाँ भ्लगको लागि नयाँ हाम्रो काकालाई देखाउँ। हाम्रो काका हुन्छ चट्ट। अनि आज मेरो चाहिँ बेलुका 10 बजे गाइस भ्लग आइसक्छ है। सबैजनाले चाहिँ चट्ट लाएर हेर्नुपर्ने हुन्छ होइन भाइ। फाइनली गाइज म चाहिँ उता पार्टीमा गएर पनि फर्किसकेँ। अनि उता भिडियो बनाउँ भनेको माहौलै मिलेन। त्यहाँ माथि पर्स हराइदियो भने तना भन्थ्यो यार। पर्स पनि हरायो, त्यहाँ अलिअलि भएको डकुमेन्ट हरायो, खोजेको पनि भेटाएन। दिमाग खराब हो त्यत्तिकै भ्लग स्लग नबनाइकन अनि सिधै फर्किएको। ठिक छ अब ठिकै रमाइलै भयो। अब पैसा त खासै थिएन, पैसा भन्दा पनि त्यहाँ डकुमेन्ट चाहिँ थियो। अलि त्यो पाए त राम्रै हुन्थ्यो भनेको। जस अब त्यहाँ चाहिँ भनेर आएको छु, भेट्यो भने राखिदिन्छु भनेको। लेट्स सी भेटियोस् भन्ने कुरा हो। तना बनाइदियो झन् त्यहाँ गएर कस्तो अलिअलि गरौँ भनेको माहौलै मिलेन गाइस। त्यस्तै छ। अब सबैजनाले लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला। अनि माया गरिदिनु होला। अब यस्तै छ के गर्नु। हराइ त गयो, अब हरासी के गर्नु है। ल त्यही हो। अब आउँछ अब आज चाहिँ अपलोडै हुन्छ होला। आजै हुन्छ अपलोड चाहिँ। सबैजनाले चाहिँ हेरिदिनु पऱ्यो है त। हस् त नमस्ते।